ढाडको अपरेसन अथवा लम्बार सर्जरी गर्नुभयो र सफल भयो, अब सबैभन्दा महत्त्वपूर्ण चरण सुरु हुन्छ रिह्याबिलिटेसन। जति ढिला रिह्याबिलिटेसन सुरु गर्नुहुन्छ उति नै रिकभरी कठिन र लामो हुँदै जान्छ। लम्बार सर्जरी सफल भए पनि केवल सर्जरी मात्र गरेर हुँदैन। सर्जरी पछि धेरै बिरामीहरूमा खुट्टाको शक्ति घट्छ, जोड्नी तथा मांसपेशीको लचकताहरू कम हुँदै जान्छ, ब्यालेन्स बिग्रिन्छ र सामान्य रूपमा उभिन र हिँड्न कठिन हुने देखिन्छ। समयमा सुरु गरियो रिह्याबिलिटेसन भने मांसपेशीहरू बलियो भएर जान्छ, हिँड्ने क्षमता सुधार गर्छ, सन्तुलन बढाउँछ, दैनिक जीवनमा छिटो फर्किन मद्दत गर्छ र सबैभन्दा ठुलो भविष्यमा कुनै डिसेबिलिटी अथवा अपाङ्गताबाट तपाईँको जोखिम कम गर्छ। त्यसैले नै सर्जरी मात्रै गरेर एक्सर्साइज नगरी नबसौँ होला। सर्जरी पछि यदि एक्सर्साइज गरिएन भने तपाईँको सर्जरी पनि अधुरो हुनसक्छ। त्यसैले आफूलाई पुरै रिकभर गर्नु छ भने आफ्टर सर्जरी चाहिँ आफ्नो फुल रिह्याबिलिटेसन गरेर आफूलाई हिँड्न सक्ने, उभिन सक्ने, आफूले कुनै पनि सपोर्ट बिना आफू इन्डिपेन्डेन्टली हरेक कुरा गर्न सक्ने